जय नेपाल सरकार, म यही देशको जनता। विडम्बना म आएको परदेशमा अहिले लगभग 20 दिन भयो। मेरो बिन्ती छ दुई हात जोडेर, म आएको खर्च 10,000 मा बनाएको पासपोर्ट अनि आउने लगत 3.5 लाख, त्यो पनि साउसँग बिन्ती जोडेर आमाले ऋण माग्नु भएको मेरो भविष्यको लागि, मेरो सपनाको लागि। तर यहाँ आएको 20 दिनमै यस्तो हालत, म यस्तो अवस्थामा ड्युटी जानु परेको छ। रातभरि नसुतेर आँखा पोलिरहेको छ, दिमागमा अनेक थरीहरू आइरहेका छन्। गाह्रो छ। यस्तो हालत छ परदेशको, धेरै बोल्न चाहिन्न होला। यस्तो अवस्थामा हिम्मत पनि आउँदैन के बोल्ने। म त यही भन्छु साथीहरू, सबैजनाले आफ्नो ख्याल राख्नु होला। जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, बस आफ्नो घर फ्यामिलीसँग कुरा गर्नु होला। म ठिक छु भनेर बताइदिनु होला। तपाईँलाई भन्दा चिन्ता घर फ्यामिलीलाई हुन्छ। यस्तो अवस्थामा नि ड्युटी जानु परेको छ। थाहा छैन के हुन्छ होइन, टेन्सन छैन। यसै मर्नु छ कसै मर्नु छ होइन। आफ्नो देशमा त मर्न पाइएन होइन, पराई देशमा मरिएछ भने यही गुनासो गर्नेछु। देख्न सक्नुहुन्छ भाइ, उता आयो, उता आयो,